सो गाइज म र मेरो साथी इसाई चाहिँ यहाँ वुड्समा छौँ हाइकिङ गर्दै। यस अनि यहाँ हाइकिङ गर्दा चाहिँ हामीहरू अहिले बिजनेसको कुरा गरिरहेको थियौँ। अनि बिजनेसको कुरा गर्दाखेरि चाहिँ हाम्रो भर्खरै कुराकानी गर्दाखेरि कन्भर्सेसनमा चाहिँ एउटा खतरनाक बिजनेस मोड्युलको एउटा स्याम्पल आयो, एउटा आइडिया आयो। अनि इट मेड अस वन्डर द्याट इज दिस द बेस्ट बिजनेस मोड्युल। सो गाइज यो बिजनेस मोड्युलको नाम चाहिँ सिन्थेसाइजिङ हो। अनि इफ यु गाइज आर न्यू टु सिन्थेसाइजिङ देन लेट मी इन्ट्रोड्युस इट टु यु अल। सिन्थेसाइजिङ भनेको चाहिँ एउटा बिजनेस मोडल हो जहाँ चाहिँ हजुरहरूले आफ्नो एउटा फ्यान बेस बनाए, त्यो फ्यान बेसलाई पछि गएर सर्टन फलोइङ भइसकेपछि कस्टमर्समा कन्भर्ट गर्नुहुन्छ। अनि त्यो कस्टमर्सहरूलाई चाहिँ आफूले बनाएको प्रोडक्ट्सहरू सेल गर्नुहुन्छ। त्यो प्रोडक्ट्स भन्ने बित्तिकै अब त्यो के अरे हार्ड कपी आउटपुट भन्छ नि कम्प्युटरमा, त्यो के अरे छाम्न मिल्ने हो, त्यस्तो मात्र नभइकन कोर्सेसहरू हुनसक्छ, प्रोग्राम्सहरू हुनसक्छ, भिडियोजहरू हुनसक्छ, जे नि हुनसक्छ। एन्ड दिस इज सिन्थेसाइजिङ। अब सिन्थेसाइजिङको लागि चाहिँ चाहिने पर्ने आवश्यक पर्ने सामग्रीहरू भनेको चाहिँ एउटा त सबैभन्दा पहिला नलेज हो। नलेज कि त अकम्प्लिसमेन्ट चाहिन्छ। त्यसपछि एउटा सोसल मिडिया प्लेटफर्म चाहिन्छ जहाँ चाहिँ एउटा सर्टन फलोइङ छ। अनि तेस्रो भनेको एउटा इलेक्ट्रोनिक डिभाइसेसहरू। अब म मेरो साथी जो चाहिँ मसँग वुड्समा छ हाइकिङ गर्न आएको, मलाई अघि नै इन्ट्रोमा नि भनिसकेँ, अब उसको नि केही ओपिनियन सुनिदिनु न त सिन्थेसाइजिङकोमा। ल लिनुहोस्। थ्याङ्क यू। सो सिन्थेसाइजिङ, वाट वी क्यान डु विथ सिन्थेसाइजिङ इज द्याट, अब हामीसँग चाहिँ इफ यु एभाइलेबल, म सिम्पल भाषामा भन्छु, हामीसँग नलेज छ, केही छ, फ्यान बेस आउँछ त्यसरी, किनभने हामीले आफ्नो केही आइडियाजहरू सेयर गरेर हुन्छ मलाई। यसरी हाम्रो एउटा फ्यान बेस तयार भयो। फ्यान बेस पनि केमा इन्ट्रेस्टेड हुन्छ, हाम्रो टपिकमा नलेज गेन गर्नमा इन्ट्रेस्ट हुन्छ। अब हामीले यो फ्रीमै प्रोभाइड गर्दा पनि विल बी मेकिङ सम मनी अफ कोर्स। तर इफ यु वान्ट टु लेभल अप यर गेम एन्ड देन मेक मोर मनी, देन वाट यु क्यान डु इज you can convert them into courses. अब मान्छेहरूले कोर्स पनि डाइरेक्टली नकिन्ला, they might not buy directly. For that, what you can do is that you'll provide them a 3 to 4 day trial, and then in the trial you'll provide them with some exclusive peaks. The peaks buy us, they'll be interested and they'll buy it. So yes, these are my words on synthesizing. It is a good business model and you should follow it. यो धेरै लामो हुन्छ, 3 मिनट्स मात्र हो सर्ट्स। ऊ चाहिँ अब सोसलको टपर हो क्या। सोसल भन्ने सामाजिक छ, अहिले त सामाजिक भन्ने विषय छ नि हाम्रो स्कुलमा, ऊ चाहिँ त्यहाँको टपर हो क्या। 7 पाना लेखेर आउँछ हरेक क्वेसनको लागि। सो अब उसलाई दियो भने त 1-2 घन्टा त यतै बित्छ, प्लस यो सर्ट्स हो। सो लेट्स गेट अन टु द टपिक। सो टपिकमा चाहिँ आई गेस उसले चाहिँ सिन्थेसाइजिङको बारेमा हजुरहरूलाई राम्ररी एक्सप्लेन गर्यो। म फेरि भन्न चाहेँ, सिन्थेसाइजिङको लागि चाहिँ हजुरलाई पहिला एउटा अकम्प्लिसमेन्ट चाहिन्छ। अकम्प्लिसमेन्ट कि त ज्ञान। लेट्स से हजुरहरूले चाहिँ रनिङ म्याराथनमा फर्स्ट हुनुभयो अरे, अनि त्यो फर्स्ट हुनुको नातामा चाहिँ हजुरले एउटा सर्टन फ्यान फलोइङ नि बनाउनु भयो। अब त्यो फ्यान फलोइङबाट हजुरहरूलाई मनी चाहिएको छ भने चाहिँ हजुरहरू के गर्नुहुन्छ भन्दाखेरि हजुरहरूले चाहिँ आफ्नो छुट्टै कोर्स बनाउनुहुन्छ के। अब यो वर्ल्ड वाइडमा त लाखौँ मान्छेहरूलाई त फर्स्ट हुन मन छ होला नि त, होइन? के भन्छ अरे त्यो म्याराथनमा फर्स्ट हुनको नाताले हजुरले चाहिँ विभिन्न कोर्सेसहरू बनाउनुहुन्छ, जसमा चाहिँ कसरी फर्स्ट हुने, कसरी आफ्नो इन्ड्युरेन्स बढाउने, कसरी स्ट्यामिना बढाउने, कसरी आफ्नो स्पिड र अजिलिटीलाई राम्रो बनाउने, त्यस्ता टपिकहरूको बारेमा कुरा गरेर हजुरले त्यो कोर्सहरूलाई सर्टेन चार्ज गर्न सक्नुहुन्छ। $49, $50 अकर्डिङ टु द लेभल अफ कोर्स द्याट यु आर इन। अनि त्यो कोर्सलाई हजुरहरूले आफ्नो फ्यान फलोइङलाई बेचेर उनीहरूलाई कस्टमर्समा कन्भर्ट गर्न सक्नुहुन्छ। अनि कन्भर्ट गरिसकेपछि चाहिँ उनीहरूलाई इन्ट्रेस्ट जाग्छ, जसको कारणले चाहिँ उनीहरू हजुरहरूको कोर्स बाई गर्न सक्नुहुन्छ। अनि यसरी चाहिँ धेरैजना जस्तै एन्ड्रु चेज, इमान ग्याट्जी, हाम्जा आमिर, यिनीहरूले चाहिँ धेरै पैसाहरू कमाइरहेको छन् यस बिजनेस मोडलबाट। अनि यस बिजनेस मोडलको चाहिँ धेरैवटा फाइदाहरू छन्। ती फाइदाहरूमध्ये चाहिँ म टप 3 फाइदाहरू लिस्ट गर्न चाहे आजको यस भिडियोमा। फर्स्ट फाइदा भनेको चाहिँ हजुरहरूको सेल्फ इमेज र सेल्फ रेपुटेसन राम्रो हुन्छ। हजुरहरू चाहिँ वर्ल्ड वाइड फेमस हुनुहुन्छ, हजुरहरूको एउटा पर्सनल ब्रान्ड भन्छ फर अ गुड रिजन। सेकेन्ड अफ अल भनेको चाहिँ यो बिजनेस मोडलको लागि चाहिँ केही पैसा तिर्नु पर्दैन। इट डज नट रिक्वायर एनी इन्भेस्टमेन्ट्स अफ मनी टु स्टार्ट। यो चाहिँ एकदमै फ्री, रिलायबल र चिप बिजनेस मोडल हो, जसले चाहिँ हजुरहरू प्रफिट मात्र कमाउनुहुन्छ। अनि थर्ड फाइदा भनेको चाहिँ के हो भन्दाखेरि यो बिजनेस मोडलले चाहिँ वर्ल्ड वाइडभरि एजुकेसन प्रमोट गर्छ। लेट्स चाहिँ हजुरलाई साइन्स भन्ने टपिक एकदमै राम्रोसँग आउँछ भने हजुरले त्यसको बारेमा एउटा कोर्स बनाउनु भयो।
अनि त्यो कोर्स हजुरहरूले सेल गर्नुभयो त्यो कोर्स सेल गरिसकेपछि चाहिँ जसलाई साइन्स आउँदैन ती व्यक्तिहरूले चाहिँ हजुरहरूको कोर्स किन्छन् यसरी उनीहरूको त साइन्स अब राम्रो बन्दै जान्छ नि त अनि यस कारणले चाहिँ यो बिजनेस मोडलले प्रमोट नि गर्छ Yes guys, so for these profits, I think that this business model named synthesizing is the best business model that you guys can try out. Any opinions ta dherai huncha. Let me know what your favorite business module is and the most reliable business module that you take in the comment section below. And yes, bye for now.